ल साथीहरू हाम्रोमा त यस्तो मुसलधारे पानी परिरहेछ। यसो यात्रा गर्ने क्रममा यो मुसलधारे पानी परेको देखेर मैले चाहिँ भिडियो बनाइहालेको। अब रोड पनि अब यहाँको रोड अलिक मर्मत हुँदैछ, त्यही भएर पनि यो मुसलधारे पानीमा अब अलिक हिँड्नु नसकेला जस्तो लागिरहेको थियो। तर पनि आजलाई त्यही मुसलधारे पानीमा बाटो काटियो। यस्तो रिङ्गटा चल्ने चट्याङ परेको छ कि के गर्नु। यो मुसलधारे पानीमा हिँड्दा हिँड्दा आँखा पनि नदेख्ने गरी पो मुसलधारे परेको छ हौ। अनि साथीहरूको गाउँतिर चाहिँ कस्तो छ हौ साथीहरू? तपाईँहरूको गाउँतिर पनि यस्तै मुसलधारे पानी परिरहेछ कि यस्तै धुनेको छ कि? जे जस्तो भए पनि आफ्नो ख्याल गरौँ, आफ्नो स्वास्थ्यलाई ख्याल गरौँ है। पानीतिर धेरै भिजेर नहिँडौँ। यस्तो बाटै नदेखिने गरी पानी परेको छ हाम्रोतिर त।